नमस्ते। आज चाहिँ हामी जाँदैछौँ झारा। आजबाट सुरु हो झारा खानेपानीको झारा हो यो चाहिँ। अनि अब बजेट परेको छ अरे नगरपालिकाबाट। अब त्यो बजेटले मात्रै त पुग्दैन, जम्मा 1 लाख मात्रै परेको छ अरे। अब त्यो 1 लाखले त के नै हुन्छ र। त्यही भएर जो हो यहाँको बासिन्दाहरू यो पानी खाने अनि उहाँहरू चाहिँ सबैजना, हामीहरू सबैजना जाँदैछौँ। अनि त्यहाँ चाहिँ गिटी बालुवा बोकेर जानुपर्ने हुन्छ मिदिम खोलाबाट है। अनि अब सकेसम्म चाहिँ अब श्रमदानै गरेर नै गर्नुपर्ने हुन्छ, किन भन्दा त्यो 1 लाखले त के नै हुन्छ र है। त्यही पनि पाइप ल्याउनु पर्यो वहाँ टाढाबाट। त्यही भएर त्यसले मात्रै पुग्दैन। त्यही भएर हामी सबैजना के अरे बालुवा गिटी जति सक्छ त्यति बोकेर ट्याङ्की बनाउन जाँदैछौँ। अब त्यो ट्याङ्की बनाउन त समय त लाग्छ नै, आजदेखि सुरु हो बल्ल। अब आज जाम अनि त्यसपछि के हुन्छ के गर्नुपर्ने हो सबैजना मिलेर गर्नेछौँ। झारा लाग्यो, झारा है बोकेर उड्छ ल गर्नु भयो भएन, चिसो भएको है ढाड त। ल लाग्यो ए आँटा लगिर ल पक्कै भयो। ल आऊ माया, यहाँ आऊ आऊ माया। खाएको छिनी नै गयो यहाँ खुट्टा त हेर हेर आँटा ल रहेछ कि धेरै हो माथि हेर थकाइ नमर्दासँग बस। अनि भयो भनेपछि जाम्ला है, पल्टा लाउ त लागेको भयो नमर्दासँग हामी तलबाट आएको। ल यतै माया अहिले त थकाइ मऱ्यो होला यो मायाको त। लास्टमा बाफ उडे भाइ तिम्रो त कन्डो गरे क्या हो। थाक्यो नानु गाह्रो छ, गाह्रो काम गरिखान गाह्रो छ हो। गाइजहरू यता हेर्नु न दाइ, कसले हाल्छ हालेर अरू भएर पो हाल्ने हो होला त। आइया धम्की निस्क्यो। लडा हो लडा। यसलाई के खोला हुन्छ? भालु खोला हो, भालु खोला। धेरै ल्याएछ नि त यिनीहरूले नि, टेम्पोमा ल्याएका के को धनी माथिबाट आउने। मेरो त गिटी हो। ल यहीँको पानी हो हामीले खाने। अब फर्किएम गाई, फर्किएम हामी पुऱ्याएर। कता गयो माथिको पाटी त देखिँदै देखिएन। माथि नै रहेछ। आई सरारा खोदेर हाताल रहेछ। यहाँ माला लाग्छु माला। हिँड बडी गाह्रो है हाम्रो यो चाहिँ। बडी ग्यासै माथि हेर्ने कि तल हेर्ने है।
तेरो मुखाको आउँदैछ तिनीहरू माथि हो नि लैजानु खनाएर मेरो त दुलो पऱ्यो त्यो नयाँ नयाँ यो त थुपारिदिने है ए त नि छैन नि त लैजानु ठुलै रहेछ है पानी त यत्रो गयो त भइहाल्यो बर्खामा त झन् ठुलो हुन्छ यत्रो गइरह यहाँ पनि यहाँ चाहिँ के बनाएको यिनीहरूले यहाँ रहेछ क्या जुन भनेको उस त बारेर टिङ्गे तल त भिड रहेछ के छ पानी त राम्रै आहाल है पानी त कर्कलाको पात भयो चिसो रहेछ पानी त मिठो टोक्दैन टोक्न त ऊ कस्तरी हेरे नि लङ्मुरे अघि त देखिन त नि साथी हो आजदेखि हाम्रो झारा सुरु भयो फेरि अर्को लट अस्ति चाहिँ गिटी बालुवा बोक्ने भनेपछि आज चाहिँ खन्नी पाइप गाड्ने त्यही भएर म मेरो छोरोलाई चाहिँ आमानिर लैदिँदैछु थाक्यो रे निङ्राको बाउ भन्छ कहिले निङ्राको आमा भन्छ के हो ऊ आमा आइसकेछ लिन ऊ माथि हुन्डे भने जाऊ है यहाँबाट बाई 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 जाऊ झारा सुरु भयो रे लो हिँडो गाई छु हिँडा दाई आउँछ रे अहिले उठो अल्छी भएर नबस्यो भन्नु नानु माया झारा हो पार्टी हो उकालो भने चाहिँ थाहा पाइहाल्छ आँटा लो हेर त आँटा लो राम्रो हुनुहुन्न किरा हेर्नुहोस् है साथीहरू के रे थाक्यो छिटो सुरु गरो रे सुरु गरो ला केटी हो किन्जाने नि यहाँ दाइहरूले अलिअलि खनिन्छ हामी चाहिँ गर्ने हो के खनिन्छ हामी चाहिँ अलि गएर खन्दै पुर्दै जाने नठाको है नठाको हाम्रा नौजवानहरू जागा लम्का चम्का हे नौजवान गर गर केटा हो पानी खान पर्यो यता जवानीहरू खनिरहेका छन् यहाँ हाम्रा भाइहरूले ल्याउन पानी भरम बिमलासँग छ बोतल सोध त पानी आयो पानी है हर्का साम्पाङको दोस्रो रूप हो क्या हो हाम्रो पार्टी ठुलै आएर चाहिँ तेज आ पानी त फुकाल्न लगाएको कि पानी खाऊँ भनेर कति ल्याएको रे दाइ पानी अझै पाए 1300 ए अझै कति ख भाइ
डाँडा हान्न सकिन्न ठुलो रहेछ पानी कहीँ लागेको अवस्था भोक पनि लागेको अवस्था लहतरन दुई पनि बजेन नि काम खाजा खानेबाट भएन अनि म 8 बजे आएको नानीलाई निकालेर दुईजना भाइहरू उताको डाँडामा छ त्यो ठग पार्टीहरू खाजा खाने कार्यक्रम चलिरहेको छ रे मैले सारा पाके रहेछ अर्को चौसन लिउ भन्थेँ देखाउने म्याउ म्याउ ल म्यावा म्यावा रे म्यावा एकवटा लिउँ न अर्ग्यानिक खाना कस्तो रमाइलो हुन्छ गाउँमा एकवटा लिउँ न चल्छ बल्ल देख्छ अब कत्रो हो उयो देखाउनु दे मेवा म्याउ उयो भएपछि काम गर्न आउँदैन त अब तेह्र बाजे भाइरल भएर है कति चिरी गरेर हो मेवाको बिउ छर्किन्छ रे यहाँ ल फली जाओस् कस्तो पाकेको हो मिठो होइन आउने त्यो केटाहरूले के ल्याएको होला नि उता पनि पक्का चाउचाउ त होला हरियो टपरा हरियो टपरा मासु र भात उहिले खान्थ्यो अरे आज त कसले खानु जाँदैन त्यहाँ लान्थ्यो अरे क्या है अझै नै हामी त शिवरात्रीमा जाँदा त टपरसिला लान्थ्यो अनि त्यो उमा के बगरमा आएर खान्थ्यो नि त उताबाट किनेर ल्याउने घरबाट बनाएर लाने खाऊ के तिमीहरू त्यहाँ हालेर खायो नि हुन्छ नि खाऊ के मैले ल्याएको होला नि ओए तिमीहरूले मिठो मिठो खाजा ल्याऊ क्या हो मलाई चाउमिन हो एक घन्टा डल्लो फाला त भयो मलाई खाजा खाएर सकिएको छ अब फेरि काम सुरु हुँदैछ गाइज यो भनिदिनु होला यहाँ नाला खन्ने क्रममा पाको खाना मिल्ने हो कि होइन कस्तो भयो मिठो हो यताउता लानेको पानी पानी किरिङ किरिङ परेको हुँदो रहेछ है हेर्दा त कति मिठो खाने यस्तै यता खन्दै दिँदै ल खाऊ मिठो खाइदिउ होइन केराङ केराङ परेको हो कि पानी पानी यस्तो छ कि भित्र चाहिँ सेतो टरो केही छैन है यो बाँदरहरूले खाने भनेर बनाइदिएको होला कि प्रकृतिले पानी त निस्किया नि कति राम्रो देखियो कि खाँदा नि मिठो मिठै छ तर डर लाग्यो फेरि सेल्टिने हो कि सेल्टियो भने त सेल्टिहाल्यो नि म यसरी टेस्ट मात्रै लिएर फालिदिएको छ्या अब 5 बज्यो अब छुट्टी भयो हाजिर गरेर अब घरतिर लागिन्छ थकित अवस्थामा ओ हाजिर नगरे जति बस्ने क्या यिनीहरूको त लेख्यो हाम्रो मात्रै लेखेन सर भन न हाजिर भइरहेको छ यहाँ को रे लक्ष्मणको उदाएको आज दह्रो काम भयो यिनीहरूको हिँड काइदा छ कुल्ली र कुल्ली
घस्र्याङ या पनि मिल्दैन भन्न त। आजको खाजा चटपटे त हाम्रो आमा बिहा नगरेर त बिहारी लाल लाग्थ्यो कि है यिनीलाई लाल लाएर कस्तो भयो घरको चटपट मिठो हुन्छ। उता अरू टोली छ थाकै लाग्यो थाकै लाग्यो पातको त्यो के अरे पाइपको पात उसरी सबै क्यान्सर हुनुपर्छ तल्लो छरे नानु सटर हाने हो यता आज साह्रै काम गरेर नानुले आज घिउरा भात दिनुपर्छ। कञ्चेटा हाल्लाएर तला देवी मन्दिर यो नि माथि माथि त सफा गर्नु पनि भइन्छ है। यहाँ माथि त घरै घर छ नि हाम्रो आमाहरूको घरहरू छ कि यहाँ माथि त शङ्करहरूको घर छ अलि यतापट्टि हाम्रो आमाहरूको घर छ। है छुट्टी भयो छुट्टी जय जलादेवी माईले रक्षा गरून् हाम्रो आज दोस्रो दिन सफल भएको छ। अब अझै एक दिन बाँकी छ। दाइले च्याप्पै समाते क्या नि के को लतार राखेको कि यही भोलि छ र ए आमा आँखा टालुवा किराले सातु लयो कति साह्रो हो त नि झुस बिज्यो भने अरूभन्दा नि है कति गाह्रो हुन्छ क्या। यो मेरो छोरी पनि काम गर्ने भइसक्यो ल हेर्नु त मामा घरबाट त्यति मोल लिएर आयो छ रहेछ र बुइ के गर्दा आएको ल गलुङ्गो छ 2 किलो मल बोक्ने भयो मेरो छोरी अभि 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 के भएको त्यस्तो म झाराबाट आएको वहाँ माथिबाट के भयो सुसु आयो उ त्यहाँ गएर नि त जाऊ त्यहाँ जाऊ यता उ त्यहाँ त्यहाँ कि उ त्यहाँ मेरो भ्लगमा आउँछौ फेरि तिमी छैन तिमीलाई देखाएकै छैन मैले देखाएकै छैन क्या। ल गाइज हो आज हाम्रो लास्ट दिन झाराको छुट्टी हेर के भएर देख्यो र देखेन आजबाट छुट्टी झारा सकियो बाई बाई। यता छ जवानहरू यिनले नि गरे नि कुन्टे बस बस चिसाएर जाला कोन फेन्टाको नि व्यवस्थापन छ यहाँ लास्ट दिन भएर काम गरेर फुल खाजा खाने कार्यक्रम हुँदैछ। भेट्टाको लागि कोही काम गर्दैछ झारा सकियो बला बला के भयो लास्ट टाइम भयो धेरै नखाऊ छोरा चिसो हुन्छ ऊ खाइहालेको आमालाई र बाउलाई केटकेटीको जात खाओ खाओ खाजा खाओ पखाइदिएला ले छिट्यो हावा चलो हावा हुरी सर हावा चलो
डाँडैको बरा तिमी होइन दोहोरी खोल्ने ल एउटा गीत गाओस् त पानीको हामी छोप्नेवाला किन डराएको ल छिटो यहाँ पानी ल्याएको भनेर नि बराईको डाँडा भन्न तानो रे तानो बलगर भाइ हो यहाँ पाइप तान्ने कार्यक्रम हुँदैछ साथी हो झारा पनि सकियो आजदेखि होइन अनि पानी पनि ल्याइसक्यो पाइप पनि गाडेर अब चाहिँ आगुमको लागि चाहिँ अब कति पर्छ बजेट त्यही अनुसार अब ट्याङ्की बनाउनु पर्ने हुन्छ अहिलेको चाहिँ जम्मा 1 लाख परेको थियो त्यहीमा अब के भन्छ पाइप ल्यायो पाइपमै गयो के त्यो पैसा चाहिँ त तर हामीले आफ्नै श्रमदान गरेर अनि अब सबैले सहयोग पनि गरिदिनु भयो यहाँ खानी चाहिँ त अब 10-12 घर छ त्यही पनि अरूले आएर सहयोग गरिदिनु भयो श्रमदान दिनुभयो त्यसको लागि सबैजनालाई धन्यवाद सानीसरोदुरा समूहलाई अनि एउटा धारा चाहिँ हाम्रो दुरा समाजको भवनलाई दिने निर्णय भएको छ त्यसैले आजको भ्लग यति नै बाई बाई।